आज हामी फेरि आइपुगेका छौँ भारतको सबैभन्दा खतरनाक र प्रख्यात कुनामा, जहाँ सहरभरिको फोहोर फ्याँकिन्छ। चिपचिपे हात भएको मास्टरको यो पौराणिक जिलेबी पसलमा तपाईहरूलाई स्वागत छ। हेर्नुस् त, मास्टर आफ्नो पसिनाले निथ्रुट्ट भिजेको पाखुराले आजको विशेष मिश्रण तयार गर्दैछन्। यो पसिनाले नै त हो जिलेबीलाई त्यो विशेष नुनिलो स्वाद दिने। जडीबुटीहरू यस मिश्रणका किसमिस हुन् र तिनले जिलेबीलाई गजबको कुरकुरेपन दिन्छन्। अनि यहाँ छ मास्टरको गोप्य हतियार, उनको त्यो जादुई कपडा टाला, जसले उनी हरेक दिन आफ्नो काम गर्ने ठाउँ पुच्छन्। र त्यही नै उनको जिलेबी निकाल्ने मेसिन पनि हो। त्यस टालामा भएका सम्पूर्ण ब्याक्टेरियाहरू सिधै मुछेको पिठोमा ट्रान्सफर हुन्छन्। त्यही कपडाले जिलेबीलाई एक अनास्तासियो फुलको परम्परागत आकार दिन्छ, साथमा खिया लागेको कराही र तपाईको चेतना जत्तिकै कालो पेट्रोलियम तेल। गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा। मास्टर आफ्नो उच्च गुणस्तरको जिलेबी बनाउने कामलाई निरन्तरता दिन्छन्। भाग्यवश केही मिटर पर लामखुट्टे मास्टरको दूध चियाको पसल छ, जुन यो जिलेबीसँग खानको लागि एक नम्बरको कम्बो हो। यो दामी परिकार खाएपछि अर्को दिनसम्म तपाईले बाथरुममा एक पटक मात्र बास बस्नुपर्नेछ। तर पक्कै पनि यदि तपाईँ जीवित रहनुभयो भने।